So guys, we are moving to our Lumbini. Our journey is Lumbini and here is the road. पानी झल्किरहेको छ सर लाएर 2 meters to Dagari. Let's go. अगाडि यो हाने हैन And guys, हामी यहाँ लुम्बिनी मार्गसम्म पुगिसकेको छौँ। अब हामी यहाँबाट लाग्नुपर्ने हुन्छ 27 किलोमिटर पर्ने छ। 27 किलोमिटर भइसकेपछि हामी अब लुम्बिनी पुग्छौँ। हामीलाई यहाँ हाम्रो हुनुहुन्छ राइडर। अब यहाँ गेटबाट इन्ट्री गर्नुपर्ने हुन्छ। हेलमेट हेर्नु हेलमेट देखेर हेलमेट कस्तो हुँदैछ राइड? केही थकान केही छ? चित्त शुद्ध होस् मेरो, बोली बुद्ध होस्। ल लुम्बिनी गएर भेटौँ। अहिले हामी छौँ जङ्गलको फुल बाटोमा। सुस्तरी त सुस्तरी अहिले हामी बढी लागेको छ। अब रातिको 9 बजिसकेको छ। हाम्रो लुम्बिनी होटल एन्ड रेस्टुरेन्टमा अहिले हामी इन्ट्री हुँदैछौँ। ट्याक्क लाएर राइडर अगाडि छ हाम्रो होटल छ। अहिले चाहिँ हामी रुममा इन्ट्री हानिसकेको छौँ। ट्याक्क लाएर यो चाहिँ हामी दुईवटाको रुम आशिष लाएर हाम्रो रुम ल्याएर। गुड मर्निङ गाइज, अहिले बिहानको चाहिँ 7 बजिसकेको छ। चाहिँ हाम्रो होटलबाटको भ्यू यता चाहिँ मर्निङ भइसकेको छ। हाम्रो नास्ता। गाइज हामीहरू अब लुम्बिनी इन्ट्री गर्दैछौँ। हामी चाहिँ अब यो लुम्बिनी गेटभित्र इन्ट्री गरिसकेका छौँ। जय श्रीराम। यता चाहिँ हामी अब बाइक पार्किङ गरेर way to Lumbini guys. Yo guys, we are at Lumbini. There is our 4 number gate. It's the time for rest guys. बिस्तारै हजुरहरूलाई सबै लुम्बिनीको दृश्यहरू देखाउने छौँ। हाम्रो त्यहाँ टिकट काउन्टर हो। भोलि टिमहरू आउनु भएको छ। 150 जना हुनुहुन्छ। एकछिन हामी उहाँहरूको पालो गरिसकेपछि हामी टिकट काट्ने नै छौँ भन्ने छु। सपोर्ट फर दलाई लामा। अहिले चाहिँ दुईवटा टिकट लिइसकेको छु। हाम्रो चाहिँ उता आशिष बसिरहेको छ। लेट्स गो। हामी त्यहाँ अब जानुपर्ने हुन्छ अगाडि। अब आज हाम्रो आशिष छन्, थुप्रै टुरिस्टहरू हुनुहुन्छ। यो चाहिँ टुरिज्म एरिया होइन केटा हो, ट्राफिक सर्को एरिया हो। अहिले चाहिँ यो अब हामी एकछिन भन्छु म तपाईँलाई कुन चाहिँ टेम्पल हो भनेर। टिकट चाहिँ काटेको छ नि, तर थाहा चाहिँ छैन कुन टेम्पल हो भन्ने कुरा। अहिले चाहिँ हामी लुम्बिनीको मेन टेम्पलमा एन्ट्री गरिसकेको छौँ। बनाउनु पर्ने हुन्छ। एकछिन अब हामीले लुम्बिनीको दर्शन त के भन्ने, अब यसो घुमघाम गरेर उहाँ चाहिँ भइरहेको छ मेडिटेसन समथिङ लाइक द्याट। यता पछाडि मन्दिर छ। उहाँहरूको मेडिटेसन भइरहेको छ। यो चाहिँ हाम्रो पनि मेडिटेसन भइरहेको छ।
हामी बोटमा जान लागेको छौँ तल स्ट्रेट बाटो आशिष कहाँ हो हामी अब हाम्रो यहाँ नाउ चलिसकेको छ हामी ट्याक्क लगाएर यसरी भए पनि एउटा अर्को छ यहाँ अर्को छ बोटिङ मोबाइल पकड राम्रो हामी चाहिँ फ्रन्ट लाइनमा छौँ फ्रन्ट लाइनमा नेपालको झन्डा सर बाई गाइस अब चाहिँ पुग्न लाग्यो पुग्न त भन्नाले पनि बोटिङको त इन्डिङको अब यहाँबाट हामी त स्टोपा जानुपर्ने हुन्छ ट्याक्क लगाएर अहिले चाहिँ हामी टप्प अटो चढेर ट्याक्क यहाँ अब गुम्बा स्टोपा जानु लागेको छौँ सर लगाएर हामी ट्याक्क यो अटोमा यहाँसम्म आएर अब यहाँबाट चाहिँ पिस स्टुपातर्फ प्रस्थान गर्न लागेको छ पोखराको भन्दा ठुलो रहेछ यहाँको पिस स्टुपा अब पोखराको पिस स्टुपा पनि गएको छु गाइस धेरैचोटि गएको छु त्यसको पनि आफ्नो कहानी चाहिँ किन गएको छु भनेर बिस्तारै भन्नु भयो यो चाहिँ अहिलेको पिस स्टुपा हो यहाँको लुम्बिनीको पिस स्टुपा यसरी जानुपर्ने हुन्छ मस्त छ हरियालीहरू गार्डनहरू अरू देखाइदिने गार्डन अगाडि आएर यसो त्यहाँबाट साइलेन्ट हुनेको छ हामी धेरै हल्ला चाहिँ गर्दैनौँ नर्मल भनेपछि हामी चाहिँ पिस स्टुपाको के छ भने चाहिँ एकचोटि यो स्टुपामा आइसकेपछि चाहिँ एक राउन्ड चाहिँ हान्नै पर्छ भन्ने यसको धारणा छ यसको पछाडिको केही रहस्य जुन मलाई पनि थाहा छैन चिजमा भइसकेका छौँ गाइस अब हामी जानुपर्ने हुन्छ थाइल्यान्डको आफ्नो धार्मिक टेम्पल हाम्रो चाइनाको जापानको जापानिज टेम्पल कोरियन टेम्पल कोरियन जापानिज थाइल्यान्ड सबै हामी भेट्नाले धेरै एभाइलेबल छ टेम्पलहरू सबैहरूलाई अवगत गराउने नै छौँ देखाउने नै छौँ अहिले चाहिँ हामी पिस स्टुपा भर्ने छौँ अहिले बुद्धको अर्को स्लिपिङ बुद्ध सुतिरहनु भएको छ अब हामी फेरि अटो पक्रेर जानुपर्ने हुन्छ जापानिज टेम्पल थाइल्यान्ड टेम्पल कोरियन टेम्पलहरू जानुपर्ने हुन्छ हामी वहीँ गएर हजुरलाई अरू टेम्पलहरूको साथ भेट्नेछौँ त्यसको अहिले चाहिँ हामी 1000 बुद्ध गुम्बा आएको छौँ हजुरले हेर्न सक्नुहुन्छ यो स्कल्पचरहरू पुरानो आर्टहरू आर्ट अफ बुद्धिस्ट कल्चर तिब्बतियन आर्टहरू यहाँ पनि भयानक छ यस्तो सो नाइस अहिले हामी सिङ्गापुर टेम्पलमा आइसक्यौँ हामी भित्र भिजिट गर्छौँ त्यसपछि हजुरहरूलाई पनि भित्र देखाउँछौँ कस्तो हुँदो रहेछ त्यो सिङ्गापुर गुम्बा यहाँ बबाल गुम्बाहरू छ थरीको हामी दुईजना चाहिँ अटोमा छौँ अब नेक्स्ट गुम्बातिर हामी जानु लागेको नेक्स्ट गुम्बा चाहिँ दाइले पुरै जापानिज मन्दिर गुम्बा लुम्बिनीमा आइसकेको छौँ भने चाहिँ अब हामी भित्र गएर देखाउँछौँ तपाईँलाई जापानिज मन्दिर लुम्बिनी ल अब हामी यहाँबाट जापानिज मन्दिर लुम्बिनीतिर गइरहेको छौँ
एउटा हो तिम्रो भिजा लगाउँछौ दुनियाँदारी गर्छौ जापान जानलाई हामी यत्तिकै पुग्दिन्छौँ जापान ल वेलकम छ जापानमा तिमीहरूलाई यो चाहिँ हाम्रो जापानिज गुम्बा हो जापानिज टेम्पल हाम्रो धेरै हल्ला गर्न मिल्दैन अब चाहिँ हाम्रो नेक्स्ट लोकेसन रहेको छ कोरियन टेम्पल अब हामी हजुरहरूलाई कोरियन टेम्पल देखाउने नै छौँ भनेपछि हामीले सिङ्गापुर 1000 बुद्ध जापानिज घुमिसकेको छौँ भने चाहिँ अब नेक्स्ट हाम्रो लोकेसन रहेको छ कोरियन टेम्पल त्यसपछि हजुरहरूलाई त्यहीँ गएर भेट्नेछौँ हामीले यो चाहिँ हाम्रो कोरियन टेम्पल भयो एकदम बवाल छ यार यो त भिन्टेज वाउ दिस इज द डेमो अफ कोरियन टेम्पल यदि हजुरहरू कोरिया गएर अथवा हजुरहरूको मनमा कोरियामा कस्तो हुन्छ त हाम्रो नेपालतिर यस्तो प्यागोडा स्टाइल मन्दिर हुन्छ अरू स्टाइलको मन्दिर हुन्छ भने सुन्नु कोरियाको मन्दिर चाहिँ यस्तो हुँदो रहेछ यो चाहिँ हाम्रो कोरियन टेम्पल भयो अरू वी क्यान अल्सो से द्याट गुम्बा दिस इज कोरियन गुम्बा अहिलेसम्मको चाहिँ बेस्ट मलाई कोरियन लाग्छ भने चाहिँ लेट्स सी हामीसँग अझै 8-10वटा गुम्बा बाँकी छ लास्टमा रिभ्यू दिने नै छु मध्ये कुन चाहिँ गुम्बा मलाई एकदम बेस्ट लाग्यो यो चाहिँ हो हाम्रो कोरियन गुम्बा यहाँ माथिको डिजाइन हेर्न सक्नुहुन्छ हजुरहरूले हो डिजाइन चाहिँ छतको हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नेपालको टेम्पल भयो भनेपछि यो चाहिँ फ्रान्सको यो चाहिँ हाम्रो जर्मनको हामीसँग यहाँ थुप्रै अब टेम्पलहरू छ फ्रान्स जर्मन नेपालहरूको त्यसपछि हामी अब बिस्तारै एउटा एउटा गर्दै एक्सप्लोर गर्दै हजुरहरूलाई सबै देखाउने नै छौँ भने चाहिँ फर्स्ट चाहिँ हामी आफ्नो नेपालकोमा इन्ट्री गर्न लागेको छौँ पहिला चाहिँ यो चाहिँ हाम्रो नेपालको टेम्पल भयो एउटा अर्को बुद्धको यो पनि हाम्रो लुम्बिनीभित्र अवस्थित छ भनिसकेको चाहिँ फ्रान्सको टेम्पल कस्तो हुँदो रहेछ हामी हेर्नु नै छौँ भने चाहिँ हजुरलाई देखाउने नै छ सँगसँगै यहाँबाट अब यो चाहिँ हाम्रो फ्रान्सको टेम्पल This is our France temple. We are right now at France temple and we are exploring it. This is the whole view of France temple. Here you can see Linson International Buddhist. There is our sculpture. You can see the cows here and upper side of the building, the ceiling is like that. अब चाहिँ हाम्रो नेक्स्ट लोकेसन रहेको छ यो टेम्पल यो स्टोभमा हामी छिर्नुपर्ने छ अब यो चाहिँ हाम्रो जर्मनी टेम्पल यस्तो साइजको भ्यू हाम्रो जर्मन टेम्पल हो हाम्रो दाइले त्यहाँ रेनोभेसनहरू गरिराख्नु भएको छ आर्ट आफ्नो यो चाहिँ हामी अहिले भित्र लगेर हजुरलाई देखाउने नै छु जर्मन टेम्पल कस्तो देखिन्छ भने चाहिँ यहाँ मान्छे एकदम
अब हाम्रो नेक्स्ट लोकेसन छ बज्रियान, जुन चाहिँ लुम्बिनीमा लोकेटेड छ। विच इज हाम्रो इनसाइड द बज्रियान टेम्पल नेवारी, मेड बाई नेवारी कम्युनिटी। यो चाहिँ सेम हाम्रो भक्तपुर दरबार स्क्वायर जस्तै छ। Or we can also say that Patan Darbari Square, Patan Museum. हाम्रो पाटनमा अवस्थित म्युजियम पनि यस्तै यस्तै छ। यो चाहिँ हाम्रो अर्को बुद्धको टेम्पल। यो चाहिँ हाम्रो अर्को चाइनिज टेम्पलमा आइसकेको छौँ। हाम्रो चाइनिज टेम्पलको इन्ट्रान्स सबभन्दा ठुलो एरिया कभर गरेको सबभन्दा ठुलो टेम्पल चाहिँ मलाई हेर्नु लाग्यो चाइनाले। अहिले चाहिँ हामी अस्ट्रेलियन टेम्पलमा आइसकेका छौँ, जुन चाहिँ लुम्बिनीमा अवस्थित छ। बल्ल चाहिँ अलिकति हामीले बुझ्ने केही भाषा देखेको छौँ। मदर टेम्पल अफ ग्रेजुएटेड पाथ टु इन्लाइटमेन्ट। यसको अर्थ अब आफै मिलाएर बुझ्नु है। म सरकारी पढेको खासै जान्दैन यस्तो इङ्ग्लिस। गाडी इन्टरनेसनल अस्ट्रेलिया युरोप बिल्ड बाई ऱ्याप्टेन फाउन्डेसन स्विजरल्यान्ड। हेर्नु सक्नुभयो। ओपनिङ टाइम यताउति सबै भनेको छ। अहिले चाहिँ हामी ट्याक्क अस्ट्रेलियन टेम्पलभित्र प्रवेश गरिसकेको छौँ भनिसकेपछि सर र हजुरहरूलाई हामीले टुर दिने नै छौँ। यो चाहिँ हाम्रो अस्ट्रेलियन टेम्पल भयो। यो चाहिँ बाहिरको आउटलेट भयो, बाहिरको डिजाइन भयो भनिसकेपछि अब हामी एकलट भित्र गएर पनि यसलाई हेर्ने नै छौँ। यो चाहिँ हाम्रो अस्ट्रेलियन टेम्पलभित्रको माहौल भयो।